बिहान खाना आऊ न कति नखाएको क्या खादिन म भनेको सुन्नु न कति बोलाउनु भएको क्या मलाई झर्को लागिसक्यो एकचोटि भनेको सुन्नु नि खादिन भनिरहेको छु हे भगवान मेरै भागमा लेखेको रहेछ यो अलक्षिणा केटी न रूप छ न रङ्ग छ न ढङ्ग छ कस्तो अलक्षिणा बिहे गरेर छोरो विदेश गयो नि भगवान यस्तो अलक्षिणालाई भित्राउनुको साटो त बिहे नगरी गएको भए हुँदैन थियो जति बेला पनि घोसे मुन्टो लाएको छ अलक्षिणा भित्राएर केही छैन बुहारी भएको घर उज्यालो हुन्छ नि मान्छेको त मेरो घरमा त 24 घण्टा मातम छाएको हुन्छ अनुहार न दनुहार परे कि हे भगवान मलाई किन यस्तो आइलाग्यो नि हो नि मम्मी यो भाउजू त यस्तै हो क्या केही काम नलाग्ने जहिले हेर यस्तै वास्त पर बसे मात्रै देख्छु म त मलाई त मनै पर्दैन के गर्नु अब दाइले बिहे गरेर ल्याइहाल्यो हामी पनि जस्तो तस्तो स्वीकार्नै पर्छ होस् अब हुँदिन कति दिन भयो नानी तिमीले केही खाएको छैनौ यति भयो नि खाऊ न प्लिज खादिन भनेको सुन्नु न कस्तो हो अर्काको रुममा यतिकै घुस्न आउने नक गरेर आउनुपर्छ भन्ने थाहा छैन तपाईँलाई खादिन भनिरहेको छु आएर वक्क लागेको छ कर्मको फल पाइन्छ भन्थे सायद यही होला आज मेरो आमाको आँसु मलाई लाग्दैछ